हेलो नमस्कार सबैलाई। नेपाली फिल्मी जगतको सम्पूर्ण खबरहरू लिएर आएकी छु। नेपाली फिल्मी सम्बन्धी सम्पूर्ण खबरको लागि यस च्यानललाई सब्स्क्राइब गर्नुहोला र बेल आइकन पनि क्लिक गर्नुहोला। दया हेङराई र प्रकाश सपुतले पहिलो पटक सहकार्य गर्ने भएका छन्। चलचित्र मिरमिरेमा यी दुई कलाकार अनुबन्ध हुँदा दया हेङ र प्रकाशले पहिलो पटक सहकार्य गर्ने भएका छन्। परदेशी 2बाट अभिनयको यात्रा सुरु गरेका प्रकाशले दया हेङ सँगसँगै काम गरेका थिएनन्। पूर्ण बहादुरको सारङ्गी र बसन्तमा पनि प्रकाशले काम गरेका छन्, तर यी दुई चलचित्रमा दया हेङ थिएनन्। प्रकाशले काम गरिरहेका हरिबहादुरको जुत्ता र सोल्टिनीमा पनि दया हेङ नहुँदा यी दुईको सहकार्यको संयोग मिलेको थिएन, जुन अहिले मिरमिरेले जुराइदिएको छ। चलचित्र मिरमिरेमा दया हेङ मुख्य भूमिकामा छन् भने प्रकाश पनि महत्त्वपूर्ण भूमिकामा छन्। अन्य कलाकार बारे हालसम्म यो टिमले जानकारी दिएको छैन। अन्य कलाकारहरूसँग सम्झौताकै क्रममा रहेको निर्देशक इएम शेर्पाले भने। यार्सा फिल्म्सको प्रस्तुति रहने चलचित्रले ग्रामीण परिवेशको सामाजिक कथा भन्ने इएमले जानकारी दिएका छन्। चलचित्रको निर्देशनसँगै स्टोरी पनि इएम शेर्पाले स्वयं लेखेका छन्। निमु शेर्पा, छोङबा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको मिरमिरेमा सहनिर्मातामा गोविन्द बोहरा र ईश्वर श्रेष्ठ छन्। चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्म्सको सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कटेल रहेका छन्। मिरमिरेलाई 2082 मा रिलिज हुनेछ। प्रदर्शन मिति भने तय भएको छैन। चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्नेछ। मोहरको टिजर सार्वजनिक भएको छ। साउनको 23 गतेबाट रिलिजमा आउन लागेको सिनेमाको निर्माण पक्षले मंगलबार 1 मिनेट 18 सेकेन्ड लामो टिजर सार्वजनिक गरेको हो। यस चलचित्रले देउकी प्रथाको कथा भन्ने संकेत गरेको छ, जसमा देवी देवताको सेवा गर्न कन्या केटी चढाउने सामाजिक कुरीति विरुद्धको सन्देश यसमा छ। यसरी चढाएकी कन्या देउकी हुन् भन्ने अन्धविश्वास प्रचलन छ। टिजरमा पलसँगै बेनिसा हमाल, बाल कलाकार सारा शर्मा, नीति शाह लगायत कलाकार छन्। टिजर हेर्दा मुख्य पात्र पल शाह दोहोरो भूमिकामा रहेको बुझ्न सकिन्छ। ओम प्रतीकको लेखन तथा निर्देशनमा तयार भएको मोहरमा पल शाह, अर्जुन जङशाही, बेनिसा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल सिन्हा, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नवीन खतिवडा र बाल कलाकार सारा शर्माको मुख्य भूमिका रहेको छ। फिल्म मेकर्स प्रालीको प्रस्तुतिमा तयार भएको मोहरका निर्माता चुमन जङशाही हुन्। रोशन जङशाही चलचित्रका लाइन प्रोड्युसर रहेका छन्। यो वर्ष नायक सौगात मल्लको सबैभन्दा धेरै फिल्म रिलिज हुने देखिएको छ। उनको यो वर्ष 2 महिनामा जार र जन्ते बाख्रा रिलिज भइसकेका छन्। यो साता मात्र उनले अभिनय गरेका 3 फिल्मको पोस्टर सार्वजनिक भयो। 3 वटै फिल्ममा सौगातको फरक गेटअप छ, जसले उनको अभिनयको विविधता झल्काउँछ। सौगातले अभिनय गरेको फिल्म बलिदानको पोस्टरले धेरैको ध्यान खिचेको छ। दशैंको फुलपातीमा रिलिज हुने गरी फिल्मको पोस्टरमा सौगातको कपाल, दाढी, आँखा र उनको एक्सन अवतारले दर्शकको ध्यान खिचेको हो। यसै साता सौगातले अभिनय गरेको र फागुनको 1 गतेबाट रिलिजमा आउने फिल्म कल्लीको पोस्टर सार्वजनिक भएको छ। यो फिल्मको 2 पोस्टरमा सौगातको बिल्कुल फरकै अवतार छ। त्यसै गरी साउनको 23 गतेबाट रिलिजमा आउन लागेको सौगात अभिनीत अर्को फिल्म सिटामलको पोस्टर पनि यसै साता सार्वजनिक भएको छ। यो पोस्टरमा सौगात ग्रामीण भेगको एक पुरुषको भूमिकामा छन्। सौगात अभिनीत भाइरल गोर्खे पनि यसै वर्ष रिलिजमा आउँदैछ। यी बाहेक सौगात अन्य केही फिल्ममा काम गर्ने तयारीमा छन्। यसै वर्ष सौगातका 6 वटा फिल्म रिलिज हुने पक्का भइसकेको छ। यसरी हेर्दा सौगात यस वर्षकै सर्वाधिक व्यस्त नायकको रूपमा अगाडि देखिने भएका छन्। आजलाई नेपाली फिल्मी ताजा खबर यति नै। नेपाली फिल्मलाई माया गर्नुहोस्। हस्त धन्यवाद।